गुड मर्निङ हेटौडा। आज चाहिँ हामी हाम्रो विशाल इन्टरप्राइजेस र घर संसारबाट वनभोज कार्यक्रममा जाँदैछौँ र हामी अहिले 7:30 बजेदेखिबाट रेडी भएर बसेका छौँ। हामी कहाँ जाने भाइ? तिरखण्डी होइन त? हामी तिरखण्डी जाँदैछौँ। यो चाहिँ हाम्रो पिकनिक टोली है त। यहाँ चाहिँ अब आदि पनि छैनन् अहिले मान्छे, यति मात्रै छौँ हामी। अरू चाहिँ सबैजना अब कोही केमा व्यस्त हुनुहुन्छ। अब एकैछिनमा चाहिँ हामी यहाँबाट निस्किनेछौँ है त। हाम्रो चाहिँ वनभोज जाने गाडी पनि यहाँ आइसकेको छ। भाइहरूले भटाभट सामानहरू लोड गर्दैछन्। अब एकैछिनमा चाहिँ हामी हिँड्दैछौँ है त यहाँबाट। यो चाहिँ हेटौडा स्कुल रोड 4 माथि छ घर संसार मिनी मार्केट, अनि हाम्रो यो तल छ विशाल इन्टरप्राइजेस। अनि हामी सबैजना स्टाफहरू है त, सबैजना मिलेर आज बबाल रमाइलो गर्नुपर्छ है त। ल हाम्रो साउन्ड सिस्टम पनि आइसकेको छ है। यो साउन्ड सिस्टममा आज दिनभरि बबाल रमाइलो गर्नुपर्छ। गाडी चाहिँ हिँडिसकेको छ अनि हाम्रो टोलीहरू यहाँ यसरी बसिरहेको छ। अहिले बडा रमाइलो गर्न सुरु भइसक्यो। लाग्दैछौँ तिरखण्डीतर्फ। फाइनली हामी चाहिँ आइपुगिसकेका छौँ हाम्रो पिकनिक स्पोटमा। यो चाहिँ हाम्रो पिकनिक स्पोट तिरखण्डीको यो चौरमा चाहिँ हाम्रो यो वनभोज कार्यक्रम आज हुँदैछ। यो गाडीमा चाहिँ हामी आइसकेका छौँ र हाम्रो भाइ बहिनीहरूले चाहिँ भटाभट आफ्नो सामानहरू उतार्दै हुनुहुन्छ है त। हेलो 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 एटेन्सन प्लिज। एकैछिन एउटा 4 स्थित रहेको विशाल इन्टरप्राइजेस र घर संसार योजनामा आयोजित रहेको यो वनभोज कार्यक्रममा सहभागी हुनुहुने ओनर र हाम्रो स्टाफ मित्रहरूमा मेरो नमस्कार। र आज चाहिँ हामी वनभोज कार्यक्रममा यो त्रिखण्डी भन्ने ठाउँमा छौँ। त्रिखण्डीको यस्तो राम्रो दृश्य हामी देखिरहेका छौँ। अनि हामी भर्खरै मात्र आइपुगेर यहाँ नास्ताको लागि अन्डा बसालेका छौँ। अब हामी सुरु गर्छौँ एकैछिनमा। पहिला चिया हुन्छ, त्यसपछि अन्डा अनि चना यस्ता के अरे नास्ता हुन्छ। त्यसपछिबाट अनि हाम्रो रमाइलो गर्ने कार्यक्रम सुरु हुन्छ है। हेर्दै गर्नु होला हाम्रो भिडियो र हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला है त। धन्यवाद। एकैछिनमा फेरि आउनु। ल हाम्रो चाहिँ यहाँ प्याज काट्ने कार्यक्रम सुरु भइरहेको छ। हाम्रो बहिनीहरूले प्याज केलाउँदै छन् अनि यहाँ हाम्रो दिदीले चाहिँ लसुन केलाउँदै हुनुहुन्छ। सानो भाइ पनि एक काममा लागिसकेको छ। ल हाम्रो चाहिँ यहाँ कफी बन्दैछ। हाम्रो भाउजूले यस्तो मिठो कफी बनाइराख्नु भएको छ। आचार त फेरि भइसक्यो तपाईँको। के बनाइरहेको छौ भाइ तिमी? मासु लबरको हो। मन कहे कि मैंने आऊं चांद तारे सारे इन हाथों पर मैं चांद रखूं इस मांग में भर दूं तारे
उस पे जब है आई येलो येलो बड़ी सॉलिड मस्ती चाहिए। हेलो हेलो तू मुझे तुमने लगाई येलो येलो कंट्रोल करो मेरे भाई। ये दिल छन छन बोले हमने सारी चूड़ियां रात बड़ी है मस्तानी तो दिल बरसानी कर ले गंगा चूड़ियां। रात बड़ी है मस्तानी तो दिल भर जानी कर ले गल्ला पूरिया। डांस डांस मुझे बड़ा तड़पावे तू देख बाजरी दिल पर बुढ़िया तीर रात जल जावे। कलबे बिन पिए शराबी चेहरा तेरा गुलाबी कोई कोना यमलम बन जावे जो इतनी हो बेताबी। हेलो हेलो दिल दिल से कनेक्ट करना येलो येलो ये बातें डायरेक्ट करना। ये दिल छन छन वाले हमने सारी चूड़ियां रात बड़ी है मस्तानी तो दिल बरसानी कर ले गंगा चूड़ियां। लागन गाठो कुरा सुन साँचो माइती छोड्दा आँसु बरर गाडी सिस्नु तरकारी जागिर खाएको सरकारी छुँदा तिमीलाई मनै भरर। लागन गाठो कुरा सुन साँचो माइती छोड्दा आँसु बरर गाडी सिस्नु तरकारी जागिर खाएको सरकारी छुँदा तिमीलाई मनै भरर। सँगसँगै यहाँ अर्को पनि पिकनिक रहेको छ। यस्तो रमाइलो छ यो पिकनिकमा। यहाँ चाहिँ ब्यान्ड सहित आउनु भएको छ र यस्तो मजासँग गाउँदै रमाइलो गर्दै गर्नुहुन्छ अरे यस्तो बबादेखि दृश्य पनि यो चाहिँ रहेको छ हेटौँडा इन्फा मकवानपुरद्वारा आयोजित कार्यक्रम रहेछ। साह्रै मन पऱ्यो मलाई चाहिँ। यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले पनि यस्तो राम्रोसँग गाइराख्नु भएको छ, रमाइलो गरिराख्नु भएको छ। वरिपरि पनि कति रमाइलो के यहाँ त आज त कति धेरै पिकनिक लिएर आउनु भएको रहेछ। एकदम रमाइलो लागेको छ मलाई चाहिँ।
यसरी चाहिँ हाम्रो आजको वनभोज कार्यक्रम समापन भएको छ र यो वर्षको पिकनिक हाम्रो सकिएको छ र मेरो भिडियो यतिन्जेलसम्म हेरेर साथ दिनुहुने सम्पूर्णमा धेरै धेरै धन्यवाद र मेरो च्यानललाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला फेरि पनि आउने छौँ नयाँ भिडियोको साथमा कृपया अर्को भिडियोसम्म चाहिँ वेट गरिदिनु होला है त धन्यवाद।